म यहाँ नेपालको जेलमा छु भनेर थाहा पाउनुभयो भने मेरो बाबा मम्मीको मुटु फुट्नेवाला छ है। भने यो सुजन सुवेदी भाइ युक्रेनको जेलमा हुनुहुन्छ विदाउट एनी गल्ती। यति इनोसेन्ट मान्छे रसियामा पढ्न जानुभएको एउटा विद्यार्थी हुनुहुन्थ्यो। समय परिस्थितिले गर्दाखेरि उहाँ आर्मीमा भर्ना हुनु पर्यो रसियाको, किनकि रसिया र युक्रेनको झगडा भइरहेको थियो। तपाईँहरूलाई थाहा छ नि, वार भइरहेको थियो होइन। र युक्रेनले चाहिँ अहिले उहाँलाई कब्जा गरेर जेलमा राखेको छ। उहाँले कति रिक्वेस्ट गर्नुभएको छ, मलाई मेरो देश फर्काऊ, रेणु दिदीसँग कुरा गर, मेरो बा आमा मलाई फर्काऊ, तर कसैले अपिल गरेको छैन। एउटै आश थियो हाम्रो रवि लामिछानेजी जो बाहिर निस्किनु भएको छ। मलाई धेरै आश छ सबैजनाले यो भिडियो र यो खबर प्लिज रवि लामिछानेज्यू मार्फत पुर्याइदिनु पर्यो के। उहाँले पहिला पनि नेपाली चेलीहरू धेरै फर्काएर लिएर आउनु भएको छ र हाम्रो भाइ विपिन जोशी जस्तो नमारियोस्, हाम्रो भाइ नेपाल फर्कियोस्। प्लिज सबैजनाले यो भिडियो, यो न्युज सुजन सुवेदीको बारेमा रवि लामिछानेज्यूसम्म पुर्याउनु पर्यो कि कसैले केही गरेनन्। भएका जति सबै नेताहरूलाई पनि थाहा होला अथवा थाहा छैन मतलब छैन, कसैले केही गरेनन्। अब अर्को आश भनेको हाम्रो एउटै आश, अर्को होइन एउटै आश हो, रवि लामिछानेजी प्लिज प्लिज हाम्रो सुजन भाइलाई नेपाल फर्काउनु पर्यो है। प्लिज युक्रेनको त्यहाँ युक्रेनबाट पनि हुन्छ, तिमीहरूको सरकारबाट आऊ, हामी कुरा गर्न तयार छौँ भनेको छ अरे। हाम्रो नेपालको कोही जानु पर्यो, हाम्रो सुजन भाइलाई नेपाल फर्काएर लिएर आउनु पर्यो। सबैजनाले आवाज उठाऊँ। एकदमै इनोसेन्ट भाइ हो, स्टुडेन्ट, पढ्न गएको हो यार, पढ्न गएको। भोलि तपाईँको छोरी, तपाईँको छोरा, तपाईँको दाजुभाइलाई पढ्दैन यो कुरा। हामी कतिजना विदेशीको छौँ, हरेक घरको एकजना हामी विदेशीको छौँ। भोलि गएर त्यस्तै पढ्यो भने, त्यही भएर अहिले प्लिज सबैजनाले आवाज उठाउँ प्लिज।